कस्तो छ रमाइला दादाले के खानेकुरा लैदिनु खानेको नि पुलाउ होला पुलाउ र खसीको मासु जाने थाल्यो हौ अनि घरमै बनाएको दही पर्साबाट के किनेर लैदिन्छु दादा कहाँ पुग्यो पर्सा पुग्यो हामी भित्र छिरिसक्यो कति कति हतार छ है हतार दादालाई भेट्न एक्साइटेड छ छिर्नु कति गाह्रो डराइरहेको के चेक गर्छ कि गर्दैन भनेर के ल्याएको नि बाबु दादालाई एउटा बुक मात्रै लिएर अब साबुन हामी आइपुग्यो क्यान्टिन अब बोलाइदिनु भन्नुपर्छ बाबु बस्नु माथिल्लो तलामा हो निजे यता पढ्ने चाहिँ यता दादा आइपुग्नु भयो दादा दादा भाइ 5 मा हेलो जाऊ जिगर दादालाई ढोगा टुप्पी यताहरू त तिम्रो साथीको नमस्ते मैले रिक्वेस्ट पठाएको थिएँ त हजुरलाई साने भाइ दादा कसैलाई मम्मीले खाना पकाएर ल्याएको ठिक छ दादा भाइलाई खुवाइदियो एक चम्चा मासु माम मात्रै खुवाइदियो के भन्नुहुन्छ भन लुकेर आओ भन्नुहुन्छ क्या कस्तो छ भाचर हो राम्रो यहाँको सिमामा मिठो लाग्छ खाऊ न नखाऊ त्यही राख्दै खै त अर्कोमा आउनु सरासरी यता आउन चुप्पा